लाज मर्दो विषय आफ्नै सुन पसलमा हामी जस्ता सोझा साझा जनताको सुन लुकाउने र बिमा दाबी गर्ने उद्देश्यले योजनाबद्ध तरिकाले चाबीको झुप्पा बनाएर आफ्नै पसलमा चोरी गरेको खुलासा भएको छ। हाम्रो घर नजिकै रूपन्देही जिल्लाको बुटोलमा अमरपथमा रहेको 3औं सुनचाँदी पसलका सञ्चालक दीपक विक अहिले बाहिरिएका छन्। हेर्नु त भिडियोमा कतिसम्म लाज शरम भएको होला कि यिनलाई, यो होचो होचो मान्छे, गोरो मान्छे है। हेर्नु त मास्क फेरि किन लगाइदिएको होला कि। उनले आफै खुलासा गरेका छन् कि मैले धितो राखेका सुनहरू दिनुपर्छ, बिमा रकम पाउँछु भनेर। बरु गर्ने नै उद्देश्य थियो भने यो महँगीको सुनमा सस्तोमा किनेको सुन अलिकति सस्तोमा बेचेर म अब व्यापार बिजनेस गर्न सक्दिनँ भनेर अलिकति पछि हटेको भए कतिसम्म इज्जत हुन्थ्यो होला। घरमा त पक्कै थाहा थियो होला, त्यो समाजमा, त्यो यो बुटोलको अमरपथ एरियामा अब तिनले सुन पसल सञ्चालन गर्न सक्लान् कि। अब विश्वास गरेर सुन राख्नु भएको ग्राहकहरूले के उहाँलाई छोडिदिनु होला त? तुरुन्त आउनुहुन्छ सबैजना अब आफ्नो सुनहरू लिनको लागि। 3 दिन अघि नै पोखरा घुम्न गथे भनेर योजना बनाउनु भएको रे। मान्नै पर्छ दीपक विकज्यू, हजुरसँग धन त भयो तर मन भएन। के गर्नुहुन्छ आज? त्यही सानो मनको कारणले गर्दा हजुरलाई यो लाजा मन पारेको छ।